अहिले हामीसँग रुक्सानाको मम्मी पनि आउनु भएको छ। नमस्ते हजुरलाई। शिवारो नमस्ते। तपाईँलाई चाहिँ अहिले युके कस्तो लागिरहेछ? मलाई त 3 वर्ष अगाडिदेखि आउन ट्राई गरिरहेको थियो रुक्साना र मैले, अनि आउन पाएर एकदम खुसी छौँ हामी त, एकदम एक्साइटेड। अनि मेरो यो मेला भर्ने चाहिँ सिसेक्पा तङनाम मेला भर्ने चाहिँ मेरो एउटा ड्रिमै थियो के। हजुर, मेरो त पुरा भयो, एकदम खुसी छु। तपाईँलाई एकदम आज खुसी देखिरहेछ, तपाईँलाई एकदम दुईजनालाई एकदम ब्युटिफुल पनि देखिरहेछ। थ्याङ्क यू। अनि तपाईँलाई आजको प्रोग्राम चाहिँ के कस्तो लाग्यो? एकदमै अमेजिङ, कल्पना गर्नै नसकेको, एकदम रमाइलो, एकदम के कति नुमा कति राम्रीहरू सबैजना यस्तो मजाले आउनु भएको के है। अनि के युएसमा पनि यस्तै हुन्छ कि कस्तो हुन्छ सिसेक्पा तङनाम? सिसेक्पा यो पालि छुट्यायौँ हामीले। हजुर, अर्को साल। हजुर, तर चासोकमा चाहिँ भेला भएको थियौँ हामी। हजुर, जाडो महिना भएर अनि सिसेक्पा चाहिँ ठुलो हुन्छ अरे। हजुर, अनि यिनीहरूले गर्दा पनि होला है। म पो धेरै बोलिरहेको छु, एक्साइटेड भएर होला। एकदम राम्रो गरिराख्नु भएको छ तपाईँको छोरीले, अनि तपाईँले पनि एकदम राम्ररी सपोर्ट गर्नुभएको छ आफ्नो छोरीलाई। तपाईँलाई कस्तो फिल हुन्छ तपाईँको छोरीको यति राम्रो प्रोग्रेस देखेर? म आफूलाई चाहिँ एकदमै भाग्यमानी ठान्छु होइन, अनि एकदम खुसी छु। अनि अब तपाईँ युके आउनुभएको छ, तपाईँलाई पनि केही कुराहरू गर्नु मन छ, लाइक म यो गर्नु मन लागेछ भन्ने त्यस्तो केही छ? कहाँ यहाँ युकेमा? अब घुम्न मन छ होइन। अनि मेरो छोरी रुक्सानाको चाहिँ अगस्त 8 तारिक चाहिँ एकल साथ छ, साङ्गीतिक साथ छ। अनि म यही केवासी च्यानल मार्फत चाहिँ म सबैलाई निमन्त्रणा, रुक्साना र म मेरो तर्फबाट चाहिँ साङ्गीतिक साथ, एकल साङ्गीतिक साथ सफल बनाइदिनु हुन चाहिँ के भन्छ हार्दिक निमन्त्रणा पनि गर्दछु। र के भन्छ कस्तो बोल्नै अड्किरहेको छु, आइदिनु होला, निमन्त्रणा पनि छ। अनि पहिला पनि धेरै सपोर्ट गर्नु भएको थियो, अनि फेरि पनि दुःख दिन आइपुग्यौँ। अनि धेरै माया पाइराखेको छौँ, सबैजनाबाट साथ पाइरहेको छौँ। थ्याङ्क यू सो मच सबैजनालाई भन्न चाहन्छु। अनि पहिला रुक्साना भोइस अफ नेपालमा हुँदाखेरि हामी युके परिवारले एकदम सपोर्ट गरेको थियौँ, अनि हामीलाई चाहिँ एकदम प्राउड फिल भएको थियो कि रुक्साना कति राम्रो गरेको भनेर। सो थ्याङ्क यू तपाईँहरूलाई हामीलाई एकदम प्राउड फिल गराउनु भएकोमा है। ओ माई गॉड, युकेबाट देश विदेशबाट होइन यति धेरै माया पाउनुभयो, स्वदेशबाट पनि यति धेरै माया पायो रुक्सानाले। हामी एकदम भाग्यमानी ठानिरहेछौँ। हजुर, एकदम लकी। मलाई चाहिँ त्यो रुक्सानाको मालिङ्गो काठको पर्फर्मेन्स कस्तो मन पर्यो, एकदम लाइक प्राउड फिल भयो के। अनि रुक्सानाको एकाल सान्स चाहिँ कहाँ हुनु गइरहेको छ त्यो पनि भनिदिनुहोस् न। यो आसफोर्ड साइमन हल चर्चमा चाहिँ हुन गइरहेको छ, अनि सबैजनालाई निमन्त्रणा छ। अनि आइदिनु होला, कार्यक्रम एकल साङ्गीतिक साथ सफल बनाइदिनु हुन हजुर सम्पूर्णलाई पनि चुले निम्त दिन चाहन्छु आमा छोरीको तर्फबाट। अनि हजुरकै माया साथ सपोर्ट र आशीर्वादले नै आज युके पनि आइपुग्यौँ। एकदम थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। रुक्साना हजुरलाई नामको पनि शुभकामना सबैजनालाई। हजुरलाई केही भन्नु छ लास्ट वर्ड्स? म चाहिँ सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। थ्याङ्क यू सो मच। नमस्ते। जय भारत।